को मिनी ब्लगमा तपाईँलाई स्वागत छ। म चाहिँ जाँदैछु आज अफिस। आजको दिनचर्या देखाउँछु। यो चाहिँ साउदीबाट ल्याएको पर्फ्युम हो, जहाँको साउदीको शेखहरूले चाहिँ दाढी जुङ्गामा लाउँथे। मैले सर्टमा लाएर यसो सुँगेको त के जस्तो गनाउँछ भनेको बोका जस्तो गनाइरहेको। त्यसपछि बाउको चप्पल फालेर खुट्टामा लाएर म बाहिर निस्केँ। बाहिर निस्किँदा त मभन्दा अगाडि मेरो पेट निस्किरहेको थियो। अगाडि बाटोहरू चाहिँ एकदमै खराब र यहाँको स्थानीय सरकार के गरिरहेछ भनेको त सुतिरहेछ अरे। त्यसपछि मेरो ओतर बाइकलाई ब्याक गर्दै मैले निकाल्नु थालेँ। ओतर बाइक स्टार्ट गरेर म लागेँ आफ्नो कामतिर। मेरो काम चाहिँ अलिक टाढा हिँड्नु पर्ने थियो र त्यसैले यता खोला हेर्दै म आफ्नो कामतिर लागेँ। आज म पनि राम्रो र आज मौसम पनि एकदमै राम्रो भएकोले भुँडी हल्लाउँदै काम गर्नु मलाई एकदमै सहज भएको थियो। त्यसपछि खुट्टामा हेर्छु बाउको चप्पलले एकदमै म्याच हानिरहेको थियो। त्यसपछि म गएँ खाजा खान। खाजा खाँदाखेरि आन्टीले चाहिँ अचार हाले हुनुहुन्थ्यो। कस्तो चाहिँ मिठो बनाउनु भएछ भनेर चाउमिनको एक चम्चा खाएको त एकदमै चुम्मीवाला थिएन, ठिकै थियो। त्यसपछि म फेरि आफ्नो गन्तव्यतर्फ लागेँ। गन्तव्य पुगेपछि यसो कपाल मिलाउँदै तलतिर हेरेको त आज हट्याएको दिन पो रहेछ त। त्यसपछि तल हेर्दै गएर पक्कै पनि राम्रो केटी आएको होला भनेर म बजारतिर गएँ। बजारतिर लुखुर डुलिसक्दा मलाई एकदमै भोक लाग्यो। त्यसपछि मैले एउटा अन्डा मगाएँ। अन्डा मगाएपछि त्यसलाई काट्नु खोज्छु त काटिँदैन। काटेपछि बल्ल काट्यो। त्यसपछि त्यसलाई चुडाएर मैले मुखमा हालेँ। मुखमा हाल्दाखेरि एकदमै मिठो, एकदमै टेस्टी थियो। त्यसपछि म फेरि आफ्नो कामतिर लागेँ। काम गर्दै थिएँ। काम गरिसकेपछि मैले फेरि चटपटे मगाएँ। चटपट एकदमै किलो र पिरो थियो र त्यो खाएपछि एक चम्चा हालेँ। एकदमै मिठो थियो। त्यसपछि मैले अर्को चम्चा पनि हालेँ। एकदमै मिठो थियो र एउटा आन्टीले जेरी ल्याउनु भएछ। उहाँ सिस्टरलाई दिएको त म त आधी मात्रै खान्छु भन्छ, होइन पुरै खानु भनेर उता सरलाई दिएको त भाइ म दुईवटा खान्छु ल भन्नु थाल्नुभयो। सर तपाईँको पेट ठुलो भइसक्यो, एउटा मात्रै खानु भनेको त रिसाउनु भयो। त्यसपछि मैले पनि एउटा लिएर खाइदिएँ। सिस्टर चाहिँ अब घर जाँदै हुनुहुन्थ्यो। बाई भन्दै जानुभयो। अर्को चाहिँ भन्दै थियो म कस्तै देखेँ यो चुडेल जस्तो भनेको त रिसाउँदै ल घर जानु भन्दै टाटा गर्नु। घर आउँदा त एकदमै रात परिसकेको थियो। घर आएर हेर्छु भान्जा पडिरहेको रहेछ र बिहानै लगाएको चप्पल बाउको थियो र बाउको चप्पल कराउनुहुन्छ भनेर मैले राखिहालेँ। फ्रेस भएर आइसकेपछि म मुख हात पुछेर त्यसपछि म पढ्नु बसेँ। फेरि पनि म अर्को भ्लग लिएर आउने नै छु। त्यति भन्दै आजको भ्लग यहीँ अन्त गर्छु। धन्यवाद।